आज डे 2 हाम्रो बीपीसी स्कुलको तर्फबाट डे 2 पिकनिकको लागि म त बाँची पनि गएको थिएन हिजो आजको भाग छोडेर गएको कि मैले सबलाई भगाएर लिएर आउनुपर्छ फेरि यहाँ ल भयो आऊ ए गर्ल्स सँगै हिँड्ने सरको लाऊ लाऊ बिस्तारा हो म क्यामेरामा छु उहाँहरू वीरगञ्ज बीपीसी कलेजबाट टुरमा आउनुभएको छ ग्रेड 11 को नानीहरू हुनुहुन्छ मेरो पछाडि हामी अहिले टावर निजगढ टावरमा जाँदैछौँ टावरतर्फ बाबु पख म आउँदैछु पर्ख है म आउँदैछु ग्राभलमा खुट्टा परेपछि लड्छ है हामीहरू अहिले आइसकेका छौँ निजगढ भ्यू टावरमा केटीहरू सबै आइसकेका छन् यो टावर अहिले हामीहरू बीपीसीको स्टुडेन्ट लिएर उहाँसँग छोटो कुराकानी गरौँ। हेलो भाइ नमस्ते। तपाईँको शुभ नाम के पर्यो? तपाईँहरू कहाँबाट आउनुभएको अहिले? हामी बीपीसी कलेजबाट यहाँ टुर बीपीसी पिकनिक आएको। बीपीसी कलेजबाट टुर आउनुभएको त अनि यो ठाउँ कस्तो लागिरहेछ तपाईँलाई? अहिले त भर्खर आयो एक्सप्लोर गर्दैछु राम्रै छ। कतिजना जति आउनुभएको छ तपाईँहरू? हाम्रो सिक्किम कतिजना छवटा बसमा आएको हामीहरू अब कतिजना हो? ओके तपाईँहरू 300-400 जग्गा आउनुभएको छ अहिले होइन? अब यहाँबाट तपाईँहरू कतापट्टि जानुहुन्छ? अब यहाँबाट तल थोरै यहाँबाट अलिकति अब यहाँबाट तपाईँहरू झरनातर्फ जानुहुन्छ अलिअलि झरनातर्फ जानुहुन्छ? झरना त छैन होला यहाँ खोलाहरू छ है? त्यो खोलाको नाम तपाईँलाई थाहा छ? मौरी खोला। ओके तपाईँहरूलाई त्यहाँनिर विभिन्न किसिमको हेर्ने ठाउँहरू रमणीय स्थलहरू छ। तपाईँहरूले त्यहाँ फोटो पनि खिच्न सक्नुहुन्छ, भिडियो सुट टिकटकहरू सबै चिज बनाउन सक्नुहुन्छ। ल तपाईँलाई रमाइलो लागेको छ, भेटघाट भयो, धन्यवाद है। ओके यो टावर अहिले भाइ नमस्ते। तपाईँहरू कहाँबाट आउनुभएको? ल तपाईँलाई यो ठाउँ कस्तो लागिरहेछ? राम्रो भएछ। कति भयो यहाँ आउनुभएको? कति घन्टा जति भयो? टाइम कति भयो? 1 घन्टा भयो? र कति यहाँ पहिलोचोटि आउनु भएको थियो कि यो पहिलोचोटि हो? अनुभव गर्दै हुनुहुन्छ, राम्रो होइन? रमाइलो। ल धन्यवाद। माथि टावरतर्फ जान्छौँ। यता हाम्रो साथीहरू अर्को पनि हुनुहुन्छ, यहाँ केटाहरू छन्। हेलो साथीहरू नमस्ते। तपाईँहरू कहाँबाट आउनुभयो होला? यो टुरको लागि आउनुभयो कि अन्य कार्यको लागि पनि आउनुभएको? खालि टुरको लागि पिकनिकको लागि आउनुभएको? अच्छा यो ठाउँ कस्तो लाग्यो तपाईँलाई? तपाईँले फोटो ओके दबाएर सेयर गर्नुहोस्, दबाएर लाइक गर्नुहोस्। अब यो भाइहरू यहाँ यो ठाउँ घुमिसकेपछि यो टावरमा फोटो खिचिसकेपछि र यतापट्टिको तपाईँको मनोरम दृश्यहरूको अवलोकन गरिसकेपछि उहाँहरू अब मौरी खोलातर्फ जानुहुन्छ। मौरी खोलातर्फ उहाँहरूले त्यहाँनिर तपाईँले झलङ्गे पुलहरू खोलाहरू वहाँ तपाईँले त्यहाँ गएर भिडियो क्लिप्सहरू बनाउन सक्नुहुन्छ। अनि तपाईँहरू कतिजना जति आउनु भएको छ?
250 निकै तपाईँको स्टुडेन्ट आएको रहेछ होइन म्याक्सिमम तर 500 तर पुगिया पहिला तपाईँहरू यो ठाउँमा पहिला पनि आउनुभएको थियो फर्स्ट टाइम हो मजा आइरहेको छ त्यसमा ओके थ्याङ्क यू भेरी मच ल यहाँ हाम्रो बहिनीहरू आउनुभएको छ वीरगन्जबाट तपाईँहरू कुन कलेजबाट आउनुभएको BDC कलेज यो ठाउँमा पहिला पनि आउनु भएको छ आउनु भएको छैन यो ठाउँ कस्तो लाग्यो तपाईँहरूलाई धेरै राम्रो लाग्यो यहाँ माथिसम्म आइपुग्दाखेरि कतिको तपाईँहरूलाई थकाइ लागेको धेरै थकाइ लागेको छ खुट्टा जाम भइसकेछ छ धेरै हाइटमा छ होइन यसपछि तपाईँहरू कहाँ जानुहुन्छ यसपछि हाम्रो मौली खोला जाने हो मौरी खोला जाने प्लान छ आज तपाईँहरूको कार्यक्रम चाहिँ विशेष के हो कार्यक्रम विशेष पिकनिक हो कलेजबाट पिकनिक हो ओके धन्यवाद जोडिनु भएकोमा धन्यवाद हेलो म्याडम नमस्ते हेलो नमस्ते एकैछिन है त तपाईँहरू कहाँबाट आउनुभएको होला हामी वीरगन्जबाट आएको वीरगन्ज पब्लिक कलेजबाट आएको ओके तपाईँहरू यहाँ विशेष केही टुरले आउनुभएको कि अन्य कुनै कार्यक्रम छ हाम्रो देशको भ्रमण गर्न आएको तपाईँहरूको यहाँनिरको यो पहिलोचोटि यात्रा हो कि थ्याङ्क यू भेरी मच ल अब हामीहरू धक्ले आफै जाँदैछौँ हामीहरू है ओह्रालो झर्दैछौँ आज अहिले यसैमा मलाई सारे गमों
खाए बोले पुलाव तरकारी सेकेन्ड लाइन को खोला चाहिँ हामी चेक गर्छौँ कथी 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 किनाई कथी किनाई क्यामेरामा भन न कथी किनाई के किन्ने हो यसबाट चुडी चुडी उल्टा पुल्टा बाँकी छ पहले रखो ना जितना होता है